सोह्र जाने बाटो त यही रहेछ म यहाँ बस्छु भनेर यहाँ तल माथि गर्ने अनि पानी गएर बस्नुहुन्थ्यो पानी गरेर बस्दा बस्दै यो जस्तो तल माथि गएको यहाँ बस्ने हेर्थे सधैँभरि आएर बाहिर यसो गरेर बस्नु आयो हुन्थ्यो अब चाहिँ अब कति वर्ष काटेपछि तल माथि गर्न सबै यहाँ ओला पिनुभयो एकजनाले अब म जो पारी गरेर म यत्न पैसा छु मेरो यत्न मन्दिर गराउनु भनेपछि पारी मन्दिर भयो यहाँ ओला पेटाउनु भयो जे भने यो त्यही जाने भने पुराले भने सुन्ने त हो र हामीले अहिले हामीले के जाने हामीलाई उही जस्तो भन्नुहुन्छ पहिले उही सुन्ने हो नमस्ते गाइस, स्वागत छ तपाईँहरूलाई अन्तिबेर भ्लगमा कार्तिक हेर्दै हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु होला। र आज चाहिँ हामी सर्वधारी प्रभु महाराजको दर्शन गर्न जाँदैछौँ। बाटोमा के कस्तो हुन्छ हामी सबै कुराहरू देखाउनेछौँ तपाईँहरूलाई। सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। एकदमै बाटोमा घुइँचो रहेको छ, तपाईँले त्यस्तो सक्नुहुन्छ राम जाने केटारीहरू हो। हामी यस्तै हुने बेला नआउथ्यौँ के बच्चा हुने बेला नि के हामी चाहिँ दुईजनाले छेका त बाटो आइरह के मान्छे कताबाट पाडेर अटो आइरह तर फाइनली गाइस धरम पानी आइसक्यौँ हामी चाहिँ। अब धरम पानीबाट जाने हो धरम पानीको बजार। खास चाहिँ अझै हो भन्ने रहेछ बेला नि भर्खर आउनु लागेको छ त्यहाँ मान्छे ट्राफिक हो अगाडि हो त किन झर्ला नि ट्राफिक गर्नाले त बस्नु पऱ्यो। काटिसकेपछि हरन बजाउनु फेरि भगवान् यता पो लागेको रहेछ मेला त होइन। यता पो लाग्ने रहेछ र ओहो। र सोवास मेला एकदम धमाकेदार लागिसकेको छ। तपाईँले त्यो समाउँछ सबैजना च्यानल सब्सक्राइब गर्नुहोस्। किन उता पर रुमाली उतातिर बस्न जाने होला नि के होइन। सोवास धरम पानीको बजार काटिसक्यो। अब पाए त मामाहरू भन्छन् उपाय अटेका मामाहरू। मन्दिरमा सिडी चढ्दैछौँ घोडामा। भाइ यस्तै हिँड्दै सिडी चढ्ने खोज्दै गरेर भेटिन्छ है। र पहिला नै अफर आइसक्यो घोडामा चढ्ने भनेर गाइस। र हामी चाहिँ हिँड्दै जाने हो। र सबैजनाले पछाडितिर पनि देख्न सक्नुहुन्छ एकदमै घुइँचो छ मान्छेको। सिडी चढ्नेहरू चढ्ने र झर्ने दुईवटा अलग अलग रहेछ। र साइड छोडिदेऊ हो त्यो अघि पछि भरिन क्या। र सोगाइस आज समथिङ माथि चढ्नलाई कति आधा घन्टा 15 मिनट लाग्छ होला होइन। 15 मिनट जति लाग्छ होला। अब फाइनली गाइस यही घुम्ती काटिसकेपछि हामी स्वर्गद्वारी मन्दिरमा चाहिँ प्रवेश गर्नेछौँ। र अब थोरै छ एउटा घुम्ती छ यहाँबाट चाहिँ। यति चाहिँ पहिला ध्वजाहरू यहाँ बान्नु पर्छ कि नि हामीले कि पर्दैन पूजा गर्नेहरूले पर्दैन। र अब हामी केही छिनपछि चाहिँ मन्दिरसम्म गइपुग्नेछौँ। सबैजना च्यानलले सब्सक्राइब गर्नु होला। एकदमै घुइँचो हेलो ल हे भगवान् हेलो गाइस
भित्रै पसेले रहेछ। घुइँचो एकदमै धेरै छ। के भयो किन हाँसिरहेको तिमी फेरि नहाँसेर नि मान्छेले त के भन्छ मान्छेले देखेर भिडियो गर्नु लजाएर हुन्छ त नि। ए भन्दै थिएँ माथि चिल पनि उडेर रहेछ त। तर गाइस यो सिटी चढ्दाखेरि चाहिँ घाँटी चाहिँ सुक्दो रहेछ। त्यति धेरै त देखिँदैन तलबाट हेर्दाखेरि, तर घाँटी चाहिँ चाक्रा चुक्रुक सुक्यो। अब आइपुग्न लाग्यो भन्छ तर अझै आउँदैन त सिटी त, अझै धेरै छ चढ्नु। हो पारि त झन् पार्कै बनायो कि के हो त्यस्तो खतरा बनाएर रहेछ त है। 4-5 वर्षपछि म यो मन्दिरमा आएको छु गाइस र देख्न सक्नुहुन्छ धेरै कुराहरूमा सुधार आएको रहेछ। एकदमै पहिलाभन्दा धेरै फरक भएको रहेछ गाइस, सबैजनाले देख्न सक्नुहुन्छ। र यहाँनिर चाहिँ बाहिरबाट पनि प्राय पर्यटकहरू आउने भएको कारणले अलि यहाँको चलपल अलि अलगै छ। पछाडिको भ्यूहरू लोकेसनहरू एकदमै खतरा रहेको छ गाइस हैन। बगैँचाहरू देख्न सक्नुहुन्छ फुलहरू लगाएर आम्बो एकदमै राम्रो। यता यो के हो यो त खोलाको पानीमा जस्तै खोला त्यो छेउछाउमा हुन्छ नि त्यस्तो छ त। यहाँ पोखरी छ कि के हो त होइन, तर यहाँ चाहिँ खतरा गार्डन बन्न लागेको रहेछ। फुलहरू एकदमै खतरा गाइस। अझै माथि रहेछ 500 सिटी भने त हो रहेछ होइन। यहाँ यसरी सुतिरहेछन्। दर्शन गरेर प्रभु महाराजको यहाँभन्दा माथि घोडा जान पाउँदो रहेनछ गाइस, यहाँसम्म रहेछ। र यति धेरै यहाँसम्म आइपुग्दा धेरै सजिलो पनि भइहाल्यो। ओहो तलदेखि सक्नुहुन्छ गाइस, धेरै विकसित भइसकेको रहेछ पछिल्लो समयमा है। तल देख्न सक्नुहुन्छ पानीको फोहरा फाल्ने रहेछ, तर के भएछ सुकाएर राम्रो भएको छ त। र हामी धर्मशाला आइसक्यो देख्न सक्नुहुन्छ पछाडि स्वर्गीय भूपेन्द्र श्रेष्ठ उहाँकोमा चाहिँ यहाँ धर्मशाला रहेको रहेछ। र यसै गरी यहाँ देख्न सक्नुहुन्छ फुलहरू एकदमै राम्रो फुलेको छ गाइस भएको गाइस। तर अझै सिडी अझै माथि चढ्नु छ है, र अझै धेरै गर्नुहोस्। एकछिनपछि चाहिँ हामी अवश्य पनि पुग्नेछौँ। गाह्रो भइराखेको छ। र आज यहाँ सूचना त बोर्डहरू पनि हरेक कुराहरू टाँसिएको छ। प्रहरी कार्यालय पनि यहीँनिर रहेको रहेछ। यस पवित्र ठाउँमा हल्ला नगरौ गाइस, त्यति धेरै हल्ला पनि मैले गरिरहेको छैन होइन। एकदम शान्त स्वरमा चाहिँ भिडियो रेकर्ड भइराखेको छ र सबैजनाले च्यानललाई सब्सक्राइब गर्नु होला। र अब एकछिन पछि चाहिँ हामी मेन गेट चाहिँ द्वार क्रस गर्नेछौँ है। अब एकदमै आइसक्यो, अब एकदमै नजिकै रहेको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले थोरै नै छ। र भित्र चाहिँ के कुराहरू छन् होइन, पूजापाठ कुन तरिकाले हुँदो रहेछ, यी सब कुराहरू म तपाईँहरूलाई देखाउने छु। पक्कै पनि शौचालयहरू आउनु पऱ्यो भने तपाईँहरूले यता देख्न सक्नुहुन्छ है, यहाँनिर साइडमा रहेछ। पक्कै पनि एकचोटि तपाईँहरूले चाहिँ सर्वोदयको भ्रमण गर्न नछुटाउनु होला। जति पनि जहाँबाट हेर्दै हुनुहुन्छ भिडियो सबैजनाले है त। के भयो थोप्लीबाट देशैभरिबाट होला नि त आउने त, देशबाट भन्दा पनि बाहिरबाट पनि आउने गर्छन्। हामी आइ पनि सक्यो गाइस। यहाँ चाहिँ हामीले हल्ला गर्नु पाउँदैन कि कसो भन्छ। अब मेन गेट हामी प्रवेश गर्दैछौँ है त। सबैजनाले देख्न सक्नुहुन्छ अगाडि स्वर्गद्वारीको स्वर्ग चाहिँ है त, तपाईँले भिडियोमा देख्न सक्नुहुन्छ। एकदम आज मौसम पनि एकदमै बवाल रहेको छ गाइस। माथि त्यो देख्न सक्नुहुन्छ है, मौसमहरू पनि एकदमै खतरा। र यता फोटोसुटहरू हुँदैछ र उता पारि देख्न सक्नुहुन्छ तपाईँहरूले। ओहो पहिलाभन्दा त खतरा भएको रहेछ। र उता देख्न सक्नुहुन्छ गाइस मन्दिर होइन, टेम्पल चाहिँ मरामतको काम पनि चलिरहेको रहेछ देख्न सक्नुहुन्छ। र एकदमै खतरा। र उता फोटो खिचाइ भइराखेको छ।
बस जाम अब भयो काम सक्यो र पूजापाठ गर्नुको लागि चाहिँ मानिसहरूको एकदम भिडभाड रहेको छ र यहाँनिर त्यतिर पनि देख्नुहुन्छ र सबैजनाले देख्नुहुन्छ गाइस मेरो पछाडितिर है यता हरेक मान्छेले हरेक कुराहरूमा भिडियो बनाउने रेकर्ड गर्ने हरेक कुराहरू भइराखेको छ आफ्नो तालमा सबै मानिसहरू रहेका छन् गाइस र म पनि आफ्नै तालमा छु होइन हामी देख्नुहुन्छ अब चाहिँ यता पूजापाठ हो हाम्रो खतरा अब जुत्ता चप्पल यतै हो छराउने र पहिलो जुत्ता चप्पलहरू राख्ने सङ्कलन गर्ने ठाउँ चाहिँ यहाँनिर रहेछ है र त्यसै गरी यो भित्र चाहिँ हामी चप्पल लगाउन मना छ है त गाइस यहाँनिर माथि बोर्डमा लेखेको देख्न सक्नुहुन्छ तर गाइस पालना भएको छैन मन्दिर वरिपरिमै जुत्ता चप्पल लगाउन है मन्दिर हल्ला गर्नु मनाइ छ तर गाइस यहाँ प्राय कुराहरू भनेको जस्तो छैन है र यतातिर देख्न सक्नुहुन्छ प्राय मान्छेले चाहिँ जुत्तासँगै गएको देखिन्छ म सबैले जानल देखाउँछु होइन देख्न सक्नुहुन्छ त्यो चाहिँ मन्दिर खुल्ने समय बिहान 5 बजे उता पारी लेखेको छ गाइस है मन्दिर खुल्ने समय यहाँ देखाएको छ बिहान तपाईँले दर्शन गर्न सक्नुहुन्छ मन्दिर खुल्ने समय बिहान 5 बजे होइन मन्दिर बन्द हुने समय बेलुका 5 बजे यो बिचको समयमा चाहिँ सधैँ नै मन्दिर खुल्ला हुने रहेछ र अब मेन पूजा गर्ने ठाउँ के गर्ने त म जाने कि नजाने जाने ल ठिक छ फाइनली गाइस अब सुरु भयो पूजाको यात्रा झोलाहरू कहाँ बोगाइपुग गर्ने झोला त होइन भिडियो भयो तर भोइस राम्रो हुने भएन भोइसले चाहिँ फेरि अर्कोचोटि हामीले उताबाट हो कि यताबाट हो यताबाट गएर उताबाट नुन हाल्दै माथि जानुपर्छ कि नि र हामी मूल गेट प्रवेश गर्दैछौँ गाइस र हेरौँ भिडियो त म बनाउँदैछु तर केही रोकथाम हुन्छ हुँदैन है त्यस्तो कुराहरू थाहा पनि छैन मलाई र हामी भिडियो बनाउँदैछौँ सबैजनाले हेर्दै गर्नु होला र यता एकदमै भिडभाड रहेको छ है त यहाँ कहाँनिर पूजा हुन्छ के हुन्छ त्यस्तो थाहा पनि भएन तर कसरी हो मेन गेट यता रहेछ कताबाट हो तिमी यो के कुरो रहेको छ हेर्छौँ कता जानुलाई ए कता जानुलाई थाहा छ नि पूजा गरे त सबै ए कृपया मूल मन्दिर दर्शन गर्नको लागि लाइनमा बसिदिनु होला यहाँनिर तल देख्नुहुन्छ गाइस फुलको बगैँचा ओ माई गड एकदमै राम्रो है त एकदमै खतरा रहेको छ र उता पारीतिर पनि देख्न सक्नुहुन्छ मैले धेरै भएको थियो मैले चाहिँ मन्दिरको भिडियो देखेको थिएन तर आज स्वयं आउँदाखेरि चाहिँ धेरै परिवर्तन भएको देखियो है त धेरै 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 परिवर्तन भएको छ र यता माथि अब यो मेन मन्दिरको चाहिँ धेरै कुराहरूमा अब सुधार कार्य हुँदै रहेछ हेरौँ यस्तो हुन्छ कता गए ल म खै नानी ल म जाँदैछु गाइस सबैजनाले यहाँ पूजा पनि हुँदो रहेछ है अग्नि जौतिल जलाउने यहीँ होला त हे राम हे राम हे राम हे राम कस बेला यो पार हुने आज हुँदैन जस्तो छ र एकदमै भिडभाड रहेको छ गाइस र म चाहिँ स्वर्गदारी मन्दिरमा छु अहिले पछिल्लो समयमा है र मन्दिरभित्र हामी चाहिँ मेन मन्दिरमा चाहिँ भित्र जाँदैछौँ र हामीले मेन मन्दिरमा पूजा गरिसक्यो गाइस अब 9 जग्गा हामी घुम्नुपर्ने हुन्छ 9 जग्गामा घुमिसकेपछि हेरौँ अबदेखि यहाँभित्र खानुपर्छ रहेछ
यहाँनिर चाहिँ रहेछ अब यसको भित्र जानु पाउँदैन होला